ल गाइस दोलखा चरीकोट दोलखा भीमसेन मन्दिर आएको छु है म दर्शन गर्नलाई। जब कि त्यसमा अनिष्टकाल भयो भने यही भीमसेन मन्दिरमा पसिना आएपछि सङ्केत जनाउँछ के हुँदैछ नेपालमा भनेर। यस्तो गरेर जाँदैछु है म भीमसेन थान दोलखा जिल्लामा पर्ने भीमसेन थान मन्दिर मा आउँदैछु। जताततै क्यामेरा आउनुहुन्छ मेन मन्दिर है। हाम्रो भजन कीर्तन गर्नु हुँदो रहेछ यता दोलखा मेन भीमसेन मन्दिर हुनुहुन्छ है। बाबाजी हुनुहुन्छ मेन मन्दिरमा हुनुहुन्छ है। आज गएर त्यहाँ आउँछु मैले। ल गाइस दोलखा भीमसेन मन्दिरको परिसरभित्र आएको छु है। तपाईँ देख्न सक्नुहुन्छ यहाँ ठुलो घन्टी हुनुहुन्छ। यहाँ ठुलो घन्टी मेरो नानीले पूजा गर्नुभएको छ। यता खिच्नु त मन्दिर पुरा होस् एकदम आराम न। यो हो दोलखा भीमसेन मन्दिर। सबै यस्तो छ यो दोलखा जिल्लामा पर्ने भीमसेन मन्दिर हो। सबैको मनोकामना पुरा होस्। जतिजनाले हेर्नुभएको छ जति नानीहरू वाच गर्नुभएको छ मेरो युट्युब च्यानल सबैले टाढाबाट भए पनि दोलखा भीमसेन मन्दिरलाई एकदम राम्रो तरिकाले निहाल्नु होला। यस्तो छ परिसरभित्र है। जब अनिष्ट हुन्छ देशमा अनि भीमसेन मन्दिरमा पसिना छोड्छ अनि पुजारीले भन्नुहुन्छ देशमा के हुँदैछ है भनेर। यस्तो छ। दाहिने घुम्ने दोलखा भीमसेन मन्दिर। मन्दिर त भित्र हुनुहुन्छ खासै देख्न पाइँदैन हैन।